नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छिनाल। गुल्मीको आँपचोर शान्तिपुर सडक धमाधम स्तर उन्नति भइरहेको छ। यस क्रममा यो सडक अन्तर्गत आँपचोरको इन्द्रगौडादेखि शान्तिपुरसम्म 3 साताका निम्ति सवारी आवागमन बन्द भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर 16 गतेसम्म उक्त सडक खण्डमा बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 12 बजेदेखि अपराह्न 5:30 बजेसम्म सवारी साधन सञ्चालन गर्न पाइने छैन। यही कार्तिक 29 गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त सडक रु 52 करोडको लागतमा स्तर उन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तलिक बहादुर गाहाले राससलाई जानकारी दिनुभयो।